धेरै दिनदेखि तिमीलाई देखेको छैन नि। बस त्यही कुराको बेचैनी छ। तिम्रो तस्बिरसँग त धेरै काटेको छु दिनहरू। केही पलको जिन्दगी तिमीसँग पनि जिउनु छ। तिमीले नि भनेको थियो नि चाँडै भेट्छौँ हामी। किन समय मिलेन र यति वर्षमा? म पर्खाइमा छु कुनै संयोग हुन्छ भनेर। तिमी संयोगले नै कतै मसँग ठोकिन्छौ कि? तिमीलाई धेरै कुरा सुनाउनु छ, तिमीबाट पनि सुन्नु छ तिम्रो हाल मैले। तिमीलाई एकचोटि हेर्न सकौँ नजर सामु आफ्नो, बस यही पलको त प्रतीक्षा छ मलाई। ठिक छ, एक साथीको रूपमा फेरि पनि के हामी जिउन सक्छौँ? एक पटक अन्तिमचोटि केही पलको लागि के हामी भेट्न सक्छौँ? ठाउँ तिम्रो रुचिको होस्, समय नि तिमीले नै तोक्नु। तिमी आफ्नो लागि अझै अरू समय लिनु। कहिले आउने कहिले जाने सबै तिम्रो रोजाइको होस्। अब यत्रो दिनमा भेट्दैछौँ हामी, थाहा छ कुरा गर्न अप्ठ्यारो हुन्छ होला। त्यसो भए यस्तो सोचेर भेटौँ न कि हाम्रो पहिलो पटक भेट हुँदैछ। यी तस्बिर चाहिँ फेरि कहिले कि हामी एकसाथ देखिन सक्छौँ? एक पटक अन्तिमचोटि केही पलको लागि के हामी भेट्न सक्छौँ? म तिमीलाई खुसी देखेर मुस्कुराउन चाहन्छु, बितेको पललाई दोहोऱ्याउन चाहन्छु। तिमीलाई कति याद गरेको छु त्यस बेलादेखि, तिमी सामु तिमीलाई बताउन चाहन्छु। एक समयपछि फेरि सपना पुरा होस्, एक इतिहास पछि तिमीसँग यो नजर मिलोस्, साँच्चै मुस्कुराउने एउटा मौका मिलोस्। त्यो दुःख पछिको यो निराशा हटोस्। एक साथ भएर फेरि कहिले कि हाम्रो अनुहार उज्यालो हुन सक्छ। एकपटक अन्तिमचोटि केही पलको लागि नै सही, भन हामी भेट्न सक्छौँ? के मलाई भेट्न सक्छौ? के तिमी मलाई साँच्चै भेट्न सक्छौ?